नमस्कार आदरणीय श्रोताहरू। कहिलेकाहीँ सोच्नुहुन्छ एउटा सानो बिउ कसरी विशाल रुख बन्छ। हाम्रो मनभित्र पनि यस्तै साना बिउहरू हुन्छन्, केहीले शान्तिको छाहारी दिन्छन् त केहीले अशान्तिको काँडा। आज हामी मनको यही बगैँचामा पसेर ती काँडेदार बिउहरूलाई कसरी प्रेमको सुगन्धित फूलमा बदल्ने भन्ने गहिरो आध्यात्मिक यात्रा तय गर्नेछौँ। ओम शान्ति। ओम शान्ति। आज 17 मे 2026 को मुरलीमा बाबाले यसै विषयको जग बसाल्दै शिव जयन्तीलाई विचित्र जयन्ती वा हिरातुल्य जयन्ती भन्नुभएको छ। भगवानको अवतरणलाई यसरी अनौठो र विशेष भन्नुको पछाडि कुन त्यस्तो गहिरो आध्यात्मिक विज्ञान लुकेको छ? यसलाई यसरी हेरौँ न। बिहानी पख क्षितिजमा सूर्यको उदय हुँदा उज्यालोका किरणहरू पनि सँगसँगै धरतीमा फैलिन्छन् नि, होइन र? हामी सूर्यलाई त्यसका किरणहरूबाट कहिले अलग गरेर हेर्न त सक्दैनौँ। ठिक त्यसै गरी परमपिता र हामी आत्माहरूको आध्यात्मिक जन्म पनि यस सङ्गम युगमा एकैसाथ हुन्छ। बाबा एक्लै कहिले आउनुहुन्न क्या, उहाँ आउने बित्तिकै यो ब्राह्मण कुलको रचना स्वतः हुन पुग्छ। भनेपछि सृजना गर्ने र सृजना हुने दुवैको उपस्थिति एकैपटक हुन्छ। यो त साँच्चै नै अद्भुत कुरा भयो नि। एकदम हो नि। भक्ति मार्गमा पनि यसको निकै सुन्दर सम्झना जोडिएको पाइन्छ। मन्दिरहरूमा शिवलिङ्गको पूजा गर्दा त्यहाँ साना साना शालिग्रामहरूको पनि सँगै पूजा गरिन्छ नि। यो केवल कुनै कर्मकाण्ड मात्र होइन, यो त एउटा गहिरो प्रतीक हो जसले भगवान र उहाँ त अनन्य बच्चाहरूको अटुट सम्बन्धलाई देखाउँछ। एउटा पिता आफ्नो बच्चा बिना अधुरो भए जस्तै शिव बाबा पनि हामी शालिग्रामहरू बिना यो विश्व परिवर्तनको महान कार्य गर्न सक्नुहुन्न नि त। साँच्चै संसारमा अरू कुनै पनि यस्तो जन्म वा जयन्ती छैन जहाँ पिता र सन्तानको जन्म एकै दिन मनाइन्छ। अनि बाबाले भन्नुभएको यो सँगै रहने र राज्य गर्ने प्रतिज्ञालाई निभाउनको लागि एउटा विशेष व्रतको कुरा पनि आउँछ नि। भक्तहरूले शिवरात्रिमा लिने व्रत र हामी ब्राह्मण बच्चाहरूले लिने व्रत बीच आधारभूत रूपमा के भिन्नता छ त? खै, भक्तहरूको भाव हेर्ने हो भने अत्यन्त पवित्र र निष्कपट हुन्छ। उनीहरूले विशेष दिनमा अन्न र जल त्याग गरेर शरीरलाई शुद्ध राख्ने प्रयास गर्छन्। रातभर जागरण बसेर भजन कीर्तन गर्छन्। यो शारीरिक त्याग र एक दिनको तपस्याले उनीहरूलाई क्षणिक शान्ति र सन्तुष्टि त अवश्य दिन्छ। यो शरीरलाई दिएको एउटा विश्राम जस्तै हो जसले मनलाई केही बेरको लागि एकाग्र बनाउँछ क्या। 24 घण्टा भोकै बस्नु एउटा कुरा भयो जसले शरीरलाई त हल्का बनाउँछ, तर हाम्रो व्रत अलि फरक छ, होइन र? हो नि, एकदम फरक छ। हामीले बाबाको सामुन्ने लिएको व्रत कुनै एक दिनको भोक वा प्याससँग जोडिएको विषय हुँदै होइन। हाम्रो व्रत भनेको त मन, वचन र कर्मदेखि सम्पूर्ण सम्बन्ध र सम्पर्कहरूमा पवित्रता कायम राख्ने अखण्ड व्रत हो नि। यो एक दिन वा एक महिनाको लागि मात्र नभएर पुरै जन्म जन्मान्तरको लागि गरिएको एउटा अटल सङ्कल्प हो। एउटा सानो दियोले पुरै गाउँको बाटोलाई उज्यालो बनाएर यात्रुहरूलाई गन्तव्यसम्म पुग्न मद्दत गरे जस्तै हाम्रो यो एक जन्मको पवित्रताको व्रतले आउने 21 जन्मसम्मको लागि सुख र शान्तिको मार्ग प्रशस्त गर्छ नि त। साँच्चै यो मनको पवित्रतालाई सधैँ कायम राख्न गाह्रो हुन्छ, किनकि हाम्रो दैनिक जीवनमा यो पवित्रतालाई भत्काउने सबैभन्दा ठूलो शत्रु भनेको सामान्य लाग्ने रिस हो क्या। बाबाले यो रिस अर्थात् क्रोधलाई आँकको फूलसँग तुलना गरेर त्यसलाई अर्पण गर्न भन्नुभएको छ। रिस कसरी हाम्रो आध्यात्मिक यात्राको बाधक बन्छ? हाम्रो मन नि एउटा अत्यन्त संवेदनशील यन्त्र जस्तै हो। जसरी कुनै उपकरणमा भित्री रूपमा एउटा हानिकारक भाइरस प्रवेश गर्यो भने त्यसले बाहिर कुनै ठूलो आवाज त निकाल्दैन, तर भित्रभित्रै ब्याट्रीलाई पुरै रित्याइदिन्छ नि। रिस पनि हाम्रो आध्यात्मिक ऊर्जा सखाप पार्ने त्यस्तै सूक्ष्म भाइरस हो क्या। पवित्रताको व्रत लिएर हामीले अन्य ठूला विकारहरूलाई त पर राख्यौं, तर यो क्रोधले हामीलाई दैनिक सानातिना कुराहरूमा आक्रमण गरिरहन्छ। भनेपछि बाहिर नदेखिए पनि यसले भित्रभित्रै हाम्रो शक्ति चुसिरहेको हुन्छ अनि यसले अरूलाई पनि त असर गर्छ होला नि। एकदम गर्छ। क्रोध मनभित्र मात्र सीमित कहाँ रहन्छ र? यो त हाम्रा सम्बन्ध र सम्पर्कहरूमा प्रत्यक्ष रूपमा प्रकट हुन्छ। जब यो प्रकट हुन्छ नि, यसले सबैभन्दा पहिला त रिस उठ्ने व्यक्तिलाई नै भित्रबाट जलाउँछ अनि बल्ल यसले नजिक आउने अरू आत्माहरूलाई पोल्छ। त्यसैले त शिव बाबालाई भक्ति मार्गमा
विषालु आँकको फूल चढाउने परम्परा बसेको हो नि। यसको वास्तविक अर्थ नै आफ्नो भित्र रहेको यो विषालु क्रोधलाई पूर्ण रूपमा परमात्मालाई सुम्पिनु हो क्या? सुन्दा यो कुरा निकै अनौठो त लाग्न सक्छ, तर ईश्वरीय नियम नि संसारको नियमभन्दा ठ्याक्कै उल्टो हुन्छ क्या? संसारमा हामी त्यही कुरा दिन्छौँ जसले अरूलाई खुसी दियोस्, तर परमात्मा एउटा यस्तो रूपान्तरणको सागर हुनुहुन्छ नि जसले हाम्रा राम्रा कुराहरू भन्दा पनि हाम्रा कमी कमजोरीहरू बढी चाहिएको छ। उहाँलाई हाम्रो विषाक्त कुरा अर्पण गर्नु भनेको उहाँलाई फोहोर दिनु होइन, बरु आफ्नो सफाईको जिम्मा उहाँलाई दिनु हो नि। मतलब आफ्नो रोगको उपचार गर्न डाक्टरलाई जिम्मा दिए जस्तै हो यो। अनि ठ्याक्कै त्यस्तै हो। जब एउटा बिरामी डाक्टरकोमा जान्छ नि, उसले आफ्नो स्वास्थ्य होइन, आफ्नो रोग डाक्टरलाई सुम्पिन्छ के? डाक्टरले त्यो रोगलाई लिएर बिरामीलाई स्वास्थ्यको उपहार दिन्छ। ठिक त्यसै गरी बाबा सर्वशक्तिमान वैद्य हुनुहुन्छ नि त। जब हामीले आफ्नो रिस, अहङ्कार वा व्यर्थ सङ्कल्प उहाँलाई उपहारको रूपमा दिन्छौँ, तब उहाँले त्यसलाई ग्रहण गरेर हामीलाई शान्ति र शीतलताको वरदान दिनुहुन्छ क्या? त्यसैले यो सबैभन्दा उत्तम उपहार हो। कति सुन्दर कुरा। रोग डाक्टरलाई दिए जस्तै आफ्नो विकार भगवानलाई दिने। तर नि यो क्रोधरूपी रोग अचानक त आउँदैन, यसको पनि एउटा सुरुवात बिन्दु हुन्छ क्या? बाबाले मुरलीमा यो क्रोधको बिउ किन भन्ने शब्द हो भन्नुभएको छ, अनि यसलाई कमालमा बदल्न भन्नुभएको छ। यो एउटा सानो शब्दले हाम्रो मनस्थितिमा कसरी असर गर्छ? हेर्नुस्, जमिनमुनि लुकेको सानो बिउबाट नै विशाल र काँडेदार झाडीको जन्म हुन्छ नि। क्रोधको बाहिरी रूप जति डरलाग्दो देखिन्छ, यसको बिउ त्यति नै सूक्ष्म हुन्छ क्या? ईर्ष्या र व्यर्थ सङ्कल्प नै क्रोधलाई हुर्काउने मुख्य मलजल हुन्। जब हाम्रो जीवनमा कुनै अनपेक्षित घटना घट्छ नि, तब हाम्रो दिमागले तुरुन्तै रक्षात्मक बाटो रोज्छ र प्रश्न गर्न थाल्छ, यो किन भयो, उसले यस्तो किन गर्यो भनेर। हो नि। अनि त्यही किनको पछाडि लाग्दा लाग्दै हामी पुरै अल्झिन्छौँ, होइन र? ओ नि, यो किन भन्ने शब्दले हाम्रो दिमागलाई एउटा यस्तो सुरुङमा छिराइदिन्छ जहाँ हामी केवल अरूलाई दोष लगाउने बाटो मात्र खोजिरहेका हुन्छौँ क्या? अंग्रेजी अक्षर क्यू लेख्दा जति घुमाउरो हुन्छ नि, यो किन भन्ने प्रश्नले पनि हाम्रो विचारको श्रृङ्खलालाई त्यसरी नै अल्झाइदिन्छ। यसले समाधान त दिँदैन, बरु भित्रभित्रै गुनासो र असन्तुष्टिको आगो सल्काउँछ, जुन पछि गएर ठूलो रिसको रूपमा विस्फोट हुन्छ क्या? त्यसो भए त्यो किनलाई कमालमा बदल्दा चाहिँ कसरी शान्ति मिल्छ त? जब हामीले त्यो किनलाई कमाल भन्ने शब्दले बदल्छौँ नि, तब त्यहाँ एउटा जादुमय परिवर्तन आउँछ क्या? कमाल भन्नु भनेको हाम्रो दिमागको त्यो रक्षात्मक प्रणालीलाई तत्काल रोक्नु हो। जगदम्बाले सधैँ के को भाषा नबोल भनेर सिकाउनुहुन्थ्यो नि। बाटोमा ठूलो ढुङ्गा देख्दा पानीले यो किन यहाँ छ भनेर गुनासो गर्दैन क्या? ऊ आफ्नै सहज बाटो बनाएर बग्छ। कमालको भाषाले पनि हामीलाई त्यही सहजता दिन्छ नि। साँच्चै नै पानी जस्तै सहज बन्नु कति राम्रो कुरा। तर यो निरन्तर भइरहेको छ कि छैन भनेर जाँच्न बाबाले होलीसम्ममा एउटा सानो चिटमा ओके लेखेर रिजल्ट पठाउन भन्नुभएको छ। अनि यो दैनिक परीक्षण कसरी गर्ने नि? आफ्नो बगैँचामा फुलेका फूलहरूलाई दिनदिनै हेरचाह गर्ने मालीले हरेक बिरुवाको अवस्था चुपचाप अवलोकन गरिरहेको हुन्छ नि। हामीले पनि आफ्नो मनको अवस्थालाई त्यसरी नै सूक्ष्म रूपमा जाँच्नुपर्ने हुन्छ क्या? बाबाले हामीलाई कुनै लामो र झन्झटिलो हिसाब किताब राख्ने डायरी लेख्न भन्नुभएको छैन नि। उहाँले एकदमै सरल र सहज विधि दिनुभएको छ क्या? भनेपछि यो एकदमै छोटो तरिकाले आफ्नो अवस्था जाँच्ने विधि हो? एकदम। वरदान लेखिएको एउटा सानो चिटको जस्तै कागजमा हरेक दिन ओके लेख्नु भनेको आफ्नो दिनभरिको स्थिति शान्त र एकरस छ भनेर स्वीकार्नु हो। यदि दिनको कुनै पलमा क्रोध वा व्यर्थ सङ्कल्पले आक्रमण गर्यो, भित्री स्थिति बिग्रियो भने त्यो ओकेमाथि एउटा सानो धर्सो तानिदिनुपर्छ क्या? यसले हामीलाई हरेक पल सजग रहन मद्दत गर्छ र बाबासँगको पारदर्शी सम्बन्धको आधार बन्छ नि। मलाई बाबाको एउटा कुरा निकै घटालाग्दो लाग्यो। जब हामीले आफ्नो रिस बाबालाई दिन्छौँ, तब त्यो उहाँको अमानत बन्छ भन्नुभएको छ नि। तर व्यावहारिक रूपमा हेर्दा मानव कसैले हामीलाई एकदमै उक्सायो वा गल्ती गर्यो भने त्यो दिएको रिस फेरि अचानक फर्केर आउँछ क्या? यस्तो बेलामा त्यो अमानत फिर्ता नलिने स्थिति कसरी सम्भव छ? यसलाई यसरी बुझौँ न। हामीले कसैलाई विश्वास गरेर आफ्नो बहुमूल्य गहना वा पैसा राख्न दियौँ भने त्यो उसको लागि अमानत बन्छ नि। त्यसमा हाम्रो अधिकार त पूर्ण रूपमा समाप्त हुन्छ।
हामीले पनि दृढ सङ्कल्प गरेर आफ्नो क्रोध र कमजोरीहरू बाबालाई सुम्पिसकेपछि ती सबै कुरा बाबाको अमानत बन्छन् क्या। अब त्यो रिस वा त्यो पुरानो स्वभाव मेरो होइन भन्ने कुरामा स्पष्ट हुनुपर्छ नि त। मेरो होइन भनेर स्पष्ट त भइयो, तर बाहिर कसैले रिस उठाउने व्यवहार गर्यो भने? जब बाह्य परिस्थिति बिग्रिन्छ नि, तब त्यो पुरानो संस्कारले फेरि ढकढकाउँछ क्या। तर त्यति बेला हामीले बुझ्नुपर्छ कि यदि मैले प्रतिक्रिया जनाएँ र फेरि रिस पोखेँ भने मैले बाबालाई दिइसकेको अमानत फिर्ता खोसेर ल्याएको ठहर्छ नि। आध्यात्मिक भाषामा यसलाई अमानतमा खयानत अर्थात् ठूलो विश्वासघात भनिन्छ क्या। खाली भएको भाँडोमा बाबाको प्रेम भरिएको हुन्छ, रिस ल्यायो भने त्यो प्रेम पोखिन्छ नि त। बाफ्रे, अमानतमा खयानत, यो त एकदमै गहिरो कुरा भयो। जे कुरा मेरो होइन त्यसलाई मैले बोक्ने प्रयास नै गर्नु हुँदैन। अनि आजको वरदानमा बाबाले पहिला हजुरको पाठ पक्का गर्ने कुरा गर्नुभएको छ नि, यो पहिला हजुरको नीतिले द्वन्द्वलाई कसरी निर्मूल पार्छ त? लट्टरम्म फल फलेको रुख सधैँ तलतिर झुकेको हुन्छ नि, देख्नुभएको छ नि। त्यसको झुकाइ नै त्यसको महानता हो क्या। पहिला हजुर भन्नु वा अरूलाई आदर गर्नु भनेको पनि त्यही फलदार रुख जस्तै विनम्र र विशाल बन्नु हो नि। यो कुनै बाहिरी देखावटी सम्मान वा कमजोरी पक्कै होइन, यो त भित्रैदेखिको आध्यात्मिक आत्मविश्वास हो क्या। भनेपछि भित्रबाट बलियो मान्छेले मात्र अरूलाई अगाडि सार्न सक्छ, होइन? एकदम सही कुरा। आजको संसारमा हरेक द्वन्द्वको चुरो भनेकै म पहिला भन्ने अहङ्कार हो क्या। जब दुईजना बीच मेरो कुरा ठिक भनेर टक्राउ हुन्छ तब अशान्ति फैलिन्छ नि। तर जब हजुरले आफ्नो अहङ्कारलाई पन्छाएर मुस्कानसहित पहिला हजुर भन्नुहुन्छ नि, तब सामने भएको व्यक्तिको अहङ्कारले लड्ने ठाउँ नै पाउँदैन क्या। यसले द्वन्द्व नै समाप्त पार्छ। साँच्चै अहङ्कारलाई लड्ने ठाउँ नदिएपछि द्वन्द्व आफै शान्त हुन्छ। तर यस्तो विनम्रता देखाउन हामी भित्रबाट एकदमै स्थिर हुनुपर्छ क्या। अव्यक्त इशारामा बाबाले सदा अचल, अडोल र एकरस स्थितिमा रहने कुरा सिकाउनु भएको छ नि। मनमत वा देह अभिमान मिसिदा हाम्रो यो एकरस स्थिति कसरी धमिलो हुन्छ? पहाडको कुनाबाट निस्किएको मूलको पानी अत्यन्त शुद्ध र मिठो हुन्छ नि, किनकि त्यसमा अरू कुनै कुरा मिसिएको हुँदैन क्या। तर जब त्यो पानी अगाडि बढ्दै जान्छ र त्यसमा बाटोको माटो, बालुवा वा नुन मिसिन्छ नि, तब त्यसको मौलिक स्वाद पुरै हराएर जान्छ क्या। एकरस भनेको पनि एउटै रस भएको, जसमा कुनै मिसामट छैन नि। भनेपछि हाम्रो शुद्ध स्थितिमा बाहिरी कुरा मिसियो भने त्यो धमिलो हुन्छ। हो नि। ईश्वरीय मतमा चल्दा हाम्रो मन त्यही मूलको पानी जस्तै कञ्चन हुन्छ क्या। तर जब हामीले त्यसमा आफ्नो मनको मत, अरू मानिसहरूको मत वा यो देह अभिमानलाई मिसाउँछौँ नि, तब हाम्रो विचारको शुद्धता धमिलो हुन थाल्छ अनि एकरस स्थिति टुट्छ क्या। जो आत्मा केवल एउटै ईश्वरीय रसमा डुबेको हुन्छ नि, उसलाई बाहिरी परिस्थितिको कुनै पनि आधी तुफानले हल्लाउन सक्दैन नि त। अनि यो अचल स्थितिलाई अझै गहिरो बनाउन आज आइतबारको दिन विशेष योग अभ्यासमा कल्पवृक्षलाई सकाश दिने कुरा पनि छ नि, यसको महत्त्व के छ त? हेर्नुस्, एउटा विशाल वृक्षको हाँगाबिङ्गाहरू जतिसुकै टाढा फैलिएका भए पनि ती सबैलाई जीवन दिने काम त्यसको जराले गरिरहेको हुन्छ नि। हामी ब्राह्मण बच्चाहरू यो सम्पूर्ण मानव सृष्टि रूपी कल्पवृक्षका जरा अर्थात् पूर्वज आत्माहरू हौं क्या। जब हामी परमात्मासँग जोडिएर शान्ति र शक्तिका किरणहरू आफूमा भर्छौं नि, तब ती किरणहरू हामी मार्फत यो सिङ्गो कल्पवृक्षका पात-पातसम्म पुग्छन्। यसलाई नै सकाश दिनु भनिन्छ नि। आजको यस गहिरो मन्थनबाट हामीले धेरै कुराको स्पष्टता पायौं। भगवान र भक्त बीचको यो विचित्र जयन्ती अनि शालिग्रामको महत्त्व बुझ्दै गर्दा हामीले लिएको पवित्रताको व्रत कुनै एक दिनको भोको पेट नभएर पूरै जीवनको जागरण हो भन्ने महसुस भयो। आफ्नो भित्र लुकेको विषलाई क्रोधरूपी आँकको फूल बनाएर अर्पण गर्दा मात्र हामी स्वच्छ दर्पण बन्न सक्छौं। मनमा उठ्ने व्यर्थ संकल्पलाई रोक्न किन होइन कमालको भाषा बोल्ने र बाबालाई सुम्पिसकेको अमानतमा कहिल्यै खयानत नगर्ने कुराले भित्री सङ्घर्षलाई शान्त पार्छ। अब हामी सबै पूर्वज बनेर विश्वलाई सकाश दिने, हरेक परिस्थितिमा एक रस स्थिति कायम राख्ने र पहिला हजुर भन्ने भावका साथ आफ्नो आध्यात्मिक रेकर्डलाई दागसहित राख्नेछौं। हजुरलाई धेरै धन्यवाद।
आदरणीय श्रोताहरू, आजैबाट आफ्नो मनभित्र उठ्ने किन भन्ने प्रश्नलाई कमालमा बदल्ने जादुमय अभ्यास सुरु गरौं, जसले हजुरको वरपरको वातावरणलाई स्वर्ग जस्तै शान्त बनाउनेछ। यही शुभकामना सहित आजको यस आत्मिक संवादबाट बिदा हुन्छौं। ओम शान्ति।